This is MacBook Neo, an amazing all-new Mac at a surprising price. To make it, हाई गाइज, तपाईँलाई स्वागत छ हाम्रो च्यानलमा हैन। हामी चाहिँ अहिले अनबक्सिङ म्याकबुक म्याक चाहिँ कुन चाहिँ भनिदिनु त चाहिँ रहतुला सर? एप्पल MacBook न्यू जेनरेसन ओके 2026 को नयाँ भर्सन हो हैन। अनि यो चाहिँ तपाईको चाहिँ 512 यसको चाहिँ एसएसडी हो हैन। 8GB चाहिँ र्याम हो म्याकको चाहिँ हामीले ओपन गर्दैछौँ है त। सेल अनबक्सिङ हुँदैछ, तपाईँ हेर्दै गर्नु होला। अनबक्सिङ इज गोइङ अन। So this is Ramatullah. Okay, this is me Subhas from cameraman Subair. अनबक्सिङ हुँदैछ डिपली गाइज। अमेजनबाट चाहिँ यो अर्डर भएको हो। अनि यो लेटेस्ट भर्सनको चाहिँ एप्पलको ल्यापटप भर्सनको कम्फोर्टेबल ल्यापटप हो। यो चाहिँ धेरै फङ्सनेबल ल्यापटप हो, धेरै हाई एफिसियन्सी हो, धेरै ग्राफिक्स भएको हो है। यहाँ हाम्रो अनबक्सिङ इज गोइङ अन। अनबक्सिङ गोइङ अन। ओके 1 2 3 गो हैन। यो चाहिँ अनबक्सिङ होला चाहिँ 512 चाहिँ एसएसडी भएको MacBook न्यू। यसो लेटेस्ट हो। यो चाहिँ एकदम स्लिम हो। 2026 को 2026 को एकदम स्लिम मोडल। इज भेरी कम्फोर्टेबल ल्यापटप हो। भेरी थिन हैन, एकदम थिन हो, भेरी लाइट हो, एकदम थिन मोडलमा म्याकले चाहिँ लन्च गरेको छ। तपाईँ देख्न सक्नुहुन्छ लन्च हो। हामी जस लन्च गर्छ सिल्भर कलरको एकदम थिन छ। हेर्नुहोस् एकदम थिन हेर्नुहोस्, एकदम थिन प्लेटफर्ममा निकालेको छ। यो चाहिँ सस्तो मोडल हेर्नुहोस् होला, एकदम थिनमा छ, एकदम थिनमा हैन। तपाईँले जसमा पाउनुहुन्छ टु चाहिँ टाइप सी यसको डाटा कम्फोर्टेबल एक चाहिँ माइक पनि पाउनुहुन्छ तपाईँले हैन यसमा ल हैन। अब हाम्रो घरले यसलाई लन्च गर्दै हुनुहुन्छ। लन्चै हो हाम्रो लागि, लन्च नै हो हैन। सिल्भर कलरको व्हाइट किबोर्ड हैन। हेर्नुहोस् विशेष अनबक्सिङ नाउ इज अनबक्सिङ। ओपन हुँदैछ यसलाई ल। अब यसमा आउने एक्सेसरिजहरू चाहिँ यो चाहिँ तपाईँको छ हैन। म्याकको लागि हुने चाहिँ चार्जर हो हैन। यसको फिचर्स तपाईँले भन्नुहुन्छ भने यहाँ ल्याउनु चाहिँ यो चाहिँ म्याकले लन्च गरेको हैन, एसेम्बल बाई क्यालिफोर्निया को चाहिँ 20 वाटको यो चाहिँ टाइप सी हैन एडप्टर र यो चाहिँ क्लोथले वायरिङ गरेको केबलले चाहिँ केबलहरू चाहिँ 20 चाहिँ वाट पावर सप्लाई गर्ने यो चाहिँ केबल टाइप सी टु टाइप सी को यो चाहिँ मोडल तपाईँले यहाँ चाहिँ पाउनुहुन्छ। लगभग चाहिँ ओपन हुँदैछ। अब ल्याङ्ग्वेज चेन्जेस हुँदैछ हाम्रो। अब हामी चेन्ज गर्छौँ इस ल्याङ्ग्वेज इन इङ्ग्लिस। अब हामीलाई इङ्ग्लिस नै चाहिन्छ, इङ्ग्लिसमै नै हामी चाहिँ ल्याङ्ग्वेज लान्छौँ। अब यसको सेटिङ प्रक्रिया सुरु हुँदैछ। इङ्ग्लिस इन अमेरिका। दिस इज फ्रम अमेरिकन्स। अहिले चाहिँ हामी युएसएबाट लन्च भएको ल्यापटप हामी केएसएबाट ओपन गर्दैछौँ। युएसए अनि युनाइटेड स्टेट अफ अमेरिका अनि केएसए अनि किङडम अफ साउदी अरेबिया गर्दैछौँ। सेटअप एज अ न्यू डिभाइस। ल गाइज फेरि स्टार्ट भयो हाम्रो चाहिँ। अब ल्याङ्ग्वेज सेलेक्ट हुँदै कन्टिन्यूमा जाँदैछौँ हामी भनेको चाहिँ मिस्टर रहमतुल्ला र दिस इज सुभाष विथ यू हैन। चाहिँ यो भ्लगिङमा नयाँ ल्यापटप 2026 को न्यू मोडल नामै न्यू MacBook न्यू हैन। यो चाहिँ एकदम स्लिम बडी
लन्च गरेको छ त्यो चाहिँ हामीले चाहिँ अर्डर गरेर चाहिँ एमाजोनबाट डेलिभरी आज भएर हामी